हेलो गाइड्सहरू म चाहिँ आज खाजा है मेरो चाउमिन एकदम खान मन लाग्यो अनि धेरै भएको थियो नि त चाउमिन नखाएको पनि भन्नाले लमसम 3-4 दिनै भएको थियो नखाऊँ भने पनि खानै मन लाग्छ साथीहरू के गर्नु है अघि पानी रोटी खान्छु भनेर बनाउन लागेको फापरको हुँदै भएन अहिले देखेको चाहिँ म तपाईँहरूलाई रोटी पनि है कस्तो भएको छ भनेर हजुरहरूको कसले खाजा खानु भयो साथीहरू खानु भएको छैन यो चाहिँ मेरो खाजा हो है मलाई चाहिँ जे चाहिँ मनपर्छ त्यही हालेको छु अनि बनाएको छु म आफैले है साथीहरू यहाँ हेर्न सक्नुहुन्छ अघि फापरको रोटी बनाएको यस्तो भयो मेरो रोटी त्यही भएर मैले यो बनाउँदैछु गाह्रो छ नि हौ गाइजहरू खानालाई गाह्रो छ हो बनाउन आउँदैन हेर्नुहोस् अरूले बनाइदियो वाउ भन्छ आफूले बनाएपछि भन्छ के गर्नु गाह्रो छ तर चाउमिन चाहिँ मलाई आउँछ कि फेरि बनाउन चाउमिन र मोमो चाहिँ आउँछ मलाई बनाउन तर अरू चाहिँ आउँदैन कि त्यही भएर चाउमिन र मोमो चाहिँ मैले जस्तो अवस्थामा भए पनि बनाएर खान सक्छु अरू सक्दिनँ ल गाइजहरू वाउ हेर्दैमा यम्मी यम्मी हुँदैछ अब वाउ यस्तो 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 गरेर यस्तो 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 गरेर मोल्दिनुपर्छ कि खाइबिन उजाल्न नसक्यो भने हो न यस्तो 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 गरेर यस्तो यस्तो मोल्यो भने मिठो हुन्छ नि त आफूले खानलाई त कोलाई मनपर्छ चाउमिन मिठो लायक गर्नु है ल साथीहरू मिठो लाइक र कमेन्ट गर्न नबिर्सिनु होला नेक्स्ट भिडियोमा खाएको पनि आउनेछ ल गाइजहरू बाई बाई सबैजना मेरो मित्रहरूलाई